डर्टी मनी अर्थात् अवैध पैसा सुन्दैमा कस्तो फिल्मी लाग्छ होइन त? तर यो कुनै फिल्मको कथा होइन। यो एउटा यस्तो वास्तविकता हो जसले देशको अर्थतन्त्रलाई भित्रभित्रै कमजोर बनाइरहेको हुन्छ। अब प्रश्न उठ्छ, यस्ता अवैध वित्तीय कारोबारलाई कसरी रोक्ने त? हो, आज हामी यही विषयमा गहिरिएर हेर्नेछौँ र हाम्रो छलफलको केन्द्रमा रहनेछ नेपालको एउटा शक्तिशाली कानून, सम्पत्ति शुद्धिकरण निवारण ऐन। यो कानून किन बन्यो? यसको प्रस्तावना अर्थात् सुरुको वाक्यले नै यसको उद्देश्य एकदमै प्रष्ट पार्छ। यसका दुईवटा मुख्य लक्ष्य छन्। पहिलो, अपराधबाट कमाएको कालो धनलाई विभिन्न बहानामा सेतो बनाउनबाट रोक्नु र दोस्रो, देशको शान्ति सुरक्षामा नै खतरा पुर्याउने आतंकवादी गतिविधिमा पैसा जानबाट रोक्नु। यी दुईवटा उद्देश्य नै यो सम्पूर्ण कानूनको जग हो। ल, आजको हाम्रो यात्रा कस्तो हुनेछ त? हामी यो कानूनलाई 5वटा मुख्य भागमा बाँडेर बुझ्नेछौँ। सुरुमा यसको उद्देश्य के हो र यो कहाँ कहाँ लागू हुन्छ। त्यसपछि कस्ता कामलाई अपराध मानिन्छ, यो लडाईँमा को अग्रपंक्तिमा छन्, अनि ब्याङ्कहरूले हाम्रो पहिचान किन माग्छन्, र अन्त्यमा शङ्कास्पद कारोबार कसरी पत्ता लगाइन्छ। आउनुहोस् सुरु गरौँ। अब सुरु गरौँ पहिलो खण्डबाट, ऐनको उद्देश्य र दायरा। कुनै पनि कानून बुझ्नु अघि यो केका लागि हो र कसलाई छुन्छ भनेर जान्नु एकदमै जरुरी छ। यो कानूनको सबैभन्दा शक्तिशाली पक्षहरूमध्ये एक हो यसको पहुँच। यसले देशको सिमाना मान्दैन। मतलब, यदि कुनै व्यक्ति नेपाल बाहिर बसेर यहाँको कानून विपरीत सम्पत्ति शुद्धिकरणको कसुर गर्छ भने पनि ऊ सजायको दायराबाट उम्कन पाउँदैन। यसले एकदमै स्पष्ट सन्देश दिन्छ, वित्तीय अपराधको कुनै सिमाना हुँदैन र त्यसलाई रोक्ने कानूनको पनि हुनु हुँदैन। अब दोस्रो खण्ड, यो कानूनले खासमा कस्ता कामलाई चाहिँ अपराध मान्छ त? यसले मुख्यतया दुईवटा गम्भीर वित्तीय अपराधलाई निशाना बनाउँछ। आउनुहोस् ती के हुन् हेरौँ। पहिलो अपराध हो सम्पत्ति शुद्धिकरण, जसलाई हामी मनी लन्ड्रिङ पनि भन्छौँ। नामैले केही सङ्केत गर्छ होइन? पैसा धुनु। सोच्नुहोस् त, कसैले भ्रष्टाचार, तस्करी वा कुनै अपराधबाट पैसा कमायो। त्यो त फोहोर पैसा भयो। अब त्यो पैसा सिधै बजारमा चलाउन गाह्रो हुन्छ। त्यसैले विभिन्न तरिका अपनाएर त्यसको वास्तविक अवैध स्रोतलाई लुकाइन्छ र त्यसलाई सफा वा वैध जस्तो देखाइन्छ। यही प्रक्रिया नै सम्पत्ति शुद्धिकरण हो। अब दोस्रो अपराध हो आतंककारी कार्यमा वित्तीय लगानी। यसमा जानी कुनै आतंकवादी समूह वा उनीहरूको गतिविधिलाई पैसा दिनु वा उनीहरूका लागि पैसा उठाउनु पर्दछ। र यहाँ एउटा एकदमै रोचक तर डरलाग्दो कुरा के छ भने, यो अपराधमा प्रयोग हुने पैसा वैध स्रोतबाट आएको सफा पैसा पनि हुन सक्छ। ल, अब यी दुईमा मुख्य फरक के हो त? एकदमै सजिलोसँग बुझौँ है। सम्पत्ति शुद्धिकरणमा पैसाको स्रोत फोहोर हुन्छ, त्यसलाई सफा बनाउन खोजिन्छ। तर आतंकवादी लगानीमा पैसाको उद्देश्य नै गलत हुन्छ, चाहे त्यो पैसा सफा स्रोतबाट आएको होस् वा फोहोर। एउटामा पैसाको स्रोत लुकाइन्छ, अर्कोमा पैसाको उद्देश्य नै खतरनाक हुन्छ। अब तेस्रो खण्डमा जाउँ। यो लडाईँमा अग्रपंक्तिमा को छ त? कानून लागू गर्ने जिम्मा कसको हो? कानूनले उनीहरूलाई एउटा विशेष नाम दिएको छ, सूचक संस्था। यिनीहरू नै हाम्रो वित्तीय प्रणालीका पहरेदार हुन्। त्यसो भए को पर्छन् त यी सूचक संस्थाभित्र? हामीले सोचे जस्तो ब्याङ्क मात्रै होइनन् नि। यो सूची हेर्नुहोस् त। क्यासिनो, घरजग्गा कारोबारी, सुनचाँदी जस्ता बहुमूल्य धातुका व्यापारी र यहाँसम्म कि केही विशेष कारोबारमा वकिल र लेखापालहरू पनि पर्छन्। यसले के देखाउँछ भने अवैध पैसा लुकाउन सक्ने सम्भावित हरेक क्षेत्रमा कानूनको नजर पुगेको छ। अब एउटा प्रश्न उठ्छ, के यो कानूनले सबैलाई एउटै नजरले हेर्छ कि कोही चाहिँ विशेष निगरानीमा पर्छन्? हो, कानूनले एउटा विशेष वर्ग छुट्याएको छ, जसलाई भनिन्छ उच्च पदस्थ व्यक्ति। यसमा वरिष्ठ राजनीतिज्ञहरू, उच्च सरकारी अधिकारीहरू र सैन्य अधिकारीहरू जस्ता व्यक्तिहरू पर्छन्। अन्तर्राष्ट्रिय भाषामा यिनीहरूलाई PEPs अर्थात् पोलिटिकली एक्सपोज्ड पर्सन्स भनिन्छ। आफ्नो पद र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्न सक्ने सम्भावना अरूको भन्दा बढी हुने भएकाले उनीहरू र उनीहरूका नजिकका परिवारको वित्तीय कारोबारलाई विशेष निगरानीमा राखिन्छ। अब चौथो खण्ड, ग्राहक पहिचान। यो सूचक संस्थाहरूको एउटा एकदमै आधारभूत तर सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो, जसलाई नो योर कस्टमर वा छोटकरीमा KYC पनि भनिन्छ। यहाँ कानूनले कुनै पनि छुट दिएको छैन।
एकदमै कडा र स्पष्ट निर्देशन छ, कुनै पनि हालतमा बेनामी वा कसैको काल्पनिक नाममा खाता खोल्न वा कारोबार गर्न पाइँदैन। यो नियम नै ग्राहक पहिचानको मुटु हो। आखिर आफ्नो ग्राहक को हो भन्ने नै थाहा छैन भने उसको शङ्कास्पद कारोबार कसरी पत्ता लगाउने, होइन त? त्यसो भए यो केवाइसीको प्रक्रिया कसरी पूरा हुन्छ त? यो खाली नागरिकताको फोटोकपी लिने मात्रै काम होइन, यो त एउटा प्रक्रिया हो। पहिलो, ग्राहकसँग व्यावसायिक सम्बन्ध बनाइन्छ। त्यसपछि नागरिकता जस्ता आधिकारिक कागजपत्र लिएर उसको पहिचान पुष्टि गरिन्छ। र सबैभन्दा महत्त्वपूर्ण, त्यो खाता वा कारोबारको उद्देश्य के हो भनेर बुझ्ने प्रयास गरिन्छ। यो एक किसिमले वित्तीय प्रणालीलाई सफा राख्ने पहिलो कदम हो। अनि अर्को कुरा, कानूनले जोखिममा आधारित सिद्धान्त अपनाउँछ। जस्तै क्यासिनोको यो उदाहरण हेरौँ। कसैले दिनमा 2 लाखभन्दा कमको कारोबार गर्छ भने उसको विस्तृत पहिचान नखोजिन सक्छ, तर करोडौंको कारोबार गर्दा नियमहरू कडा हुन्छन्। यसको मतलब के हो भने जहाँ जोखिम धेरै त्यहाँ निगरानी पनि कम। ल, अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौं, जोखिम र शङ्कास्पद कारोबार। ग्राहकलाई चिन्नु त पहिलो खुड्किलो भयो, तर त्यसपछि के? अब हामी पहिचानबाट कारबाहीसम्मको यात्रा हेर्नेछौं। कानूनले के भन्छ भने हरेक संस्थाले आफ्नो जोखिम आफै चिन्नुपर्छ। मतलब एउटा सानो शहरको ब्याङ्क र अन्तर्राष्ट्रिय कारोबार गर्ने ठूलो ब्याङ्कको जोखिम एउटै हुँदैन। उनीहरूले आफ्ना ग्राहक, आफूले दिने सेवा र आफ्नो भौगोलिक क्षेत्र हेरेर जोखिमको विश्लेषण गर्नुपर्छ। सबैलाई एउटै लाठीले हाँक्न मिल्दैन। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, कहिले चाहिँ यी सूचक संस्थाहरूले ल अब चाहिँ चुप लागेर बस्नुहुन्न भनेर सम्बन्धित अधिकारीहरूलाई खबर गर्नुपर्छ? कानूनले केही अवस्थाहरू तोकेको छ, जस्तै कुनै कारोबार अपराध वा आतंकवादसँग जोडिएको छ कि भन्ने अलिकति पनि शङ्का लाग्यो भने संस्थाले तुरुन्तै सरकारको वित्तीय जानकारी इकाइलाई खबर गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा हेर्नुस् त, कारोबार सफल नै नभए पनि कसैले प्रयास मात्रै गरेको थियो भने पनि रिपोर्ट गर्नै पर्छ। अहिलेसम्म हामीले कानूनका धेरै प्राविधिक कुराहरू गर्यौं, तर एकछिन रोकिएर सोचौं त यी सबै नियमहरूले समग्रमा नेपाललाई के फाइदा पुग्छ? यो किन यति धेरै महत्त्वपूर्ण छ? अन्तमा यो ऐन भनेको नियमहरूको एउटा किताब मात्र होइन, यो त देशको आर्थिक स्वास्थ्य जोगाउने एउटा बलियो ढाल हो। जब हाम्रो वित्तीय प्रणाली सफा र पारदर्शी हुन्छ, तब मात्र देश सुरक्षित हुन्छ, अन्तर्राष्ट्रिय समुदायको विश्वास बढ्छ, विदेशी लगानी आकर्षित हुन्छ र समग्र अर्थतन्त्र बलियो बन्छ। त्यसैले सम्पत्ति शुद्धिकरण विरुद्धको यो लडाईँ केवल ब्याङ्क र सरकारको मात्र होइन, यो एउटा स्थिर र समृद्ध नेपाल बनाउने हामी सबैको